यो थरसँग मेरो त्यति धेरै लगाव थिएन कहिले पनि। म सानैदेखि मेरो हजुरबा एकदमै चर्चित पण्डित हुनुहुन्थ्यो, संस्कृतको एकदमै ठुलो विद्वान हुनुहुन्थ्यो। र मेरो ठुलो बुवा पनि मुकुन्द शरण उपाध्याय पनि संस्कृतको अत्यन्तै विद्वान हुनुहुन्छ। र उहाँ यो सम्पूर्ण पारिवारिक वातावरणमा हामीलाई पण्डितको घर भनेर चिनिन्थ्यो कि गाउँमा पनि नि। अनि कता कता मलाई त्यो सम्मानभन्दा बढी व्यङ्ग्य जस्तो, हाम्रो जातीय विभेदहरू, मेरो कतिपय साथीहरू एउटा कथाकथित तल्लो जात भनेर समाजले तोकिएको त्यो वर्गसँग जोडिएको हुनुहुन्थ्यो र मलाई एकदमै खल्लो लाग्थ्यो। यद्यपि म त्यसबाट पूर्ण मुक्त हुन चाहिँ सकेको थिइनँ, तर कता कता अन्तर्हृदयमा चाहिँ यो गलत कुरा हो भन्ने लाग्ने र कता यो थरै नभए थर किन आवश्यक छ मानिसलाई भन्ने प्रश्न चाहिँ मेरो सानै उमेरदेखि